नमस्कार सबैजनालाई। आज हामी अनुसन्धान सहायक सूचक पदको अन्तिम परीक्षा अन्तर्वार्ता तयारी कसरी गर्ने भनेर यस भिडियोमा डिस्कसन गर्नेछौँ। सुरु गरौँ है त। यसलाई हामीले दुईवटा भागमा विभाजन गरेका छौँ, जसमध्ये पहिलो भागमा हामी यी कुराहरू डिस्कस गर्नेछौँ। जस्तो तपाईँले प्रथम पत्र र द्वितीय पत्र उत्तीर्ण गरिसकेपछि तपाईँको एकमुष्ट नतिजा प्रकाशन हुन्छ। उक्त नतिजा प्रकाशन भइसकेपछि तृतीय चरणमा विस्तृत स्वास्थ्य परीक्षण हुन्छ र यो विस्तृत स्वास्थ्य परीक्षण उत्तीर्ण भइसकेपछि तपाईँ अन्तिम चरण अथवा अन्तर्वार्ताको चरणमा पुग्नुहुन्छ, जसको पूर्णाङ्क 30 अङ्कको हुन्छ र यो मौखिक परीक्षा हो। त्यसैले यतिसम्म आइपुग्नु भएकोमा तपाईँलाई बधाई तथा शुभकामना। अब अन्तर्वार्तालाई कसरी फेस गर्ने भन्ने कुरा हामी डिस्कसन गर्नेछौँ। पहिलो कुरा, तपाईँमा अन्तर्वार्तामा आत्मविश्वासको एकदमै आवश्यकता पर्दछ। आत्मविश्वास बोलीबाट मात्र होइन, शारीरिक हावभावबाट पनि व्यक्त गरिन्छ। जस्तै मौसम अनुसार सुहाउँदो पोसाकमा प्रस्तुत हुनुहोस्, बस्दा खुट्टा सिधा गर्नुहोस्, कुरा गर्दा सिधा हेरेर कुरा गर्ने प्रयास गर्नुहोस्। यदि तपाईँलाई कसैको अनुहारमा हेर्न डर लागिरहेको छ भने अन्तर्वार्ताकारको पछाडि रहेको कुनै चिजलाई केन्द्रबिन्दु बनाएर हेर्नुहोस्। त्यस्तै अर्को कुरा, हँसिलो मुद्रामा बस्नुहोस्। अर्को कुरा, अनुहार कपाल छुने काम कम गर्नुहोस्। यसले तपाईँको आत्मविश्वासको कमी झल्काउँछ। र अन्तिम कुरा भनेको कम बोल्ने प्रयास गर्नुहोस्। प्रश्नको छोटो तर स्पष्ट उत्तर दिनुहोस्। यी त भयो तपाईँको शारीरिक हावभाव र व्यक्तिगत कुराहरू। हामी दोस्रो कुरातर्फ लागौँ। दोस्रो कुरामा अन्तर्वार्ता कोठामा सोधेर मात्र भित्र पस्नुहोस्। सुरुमै तपाईँको परिचय भन्ने प्रश्नको उत्तर तयारी गरेर जानुहोस्, किनकि पहिलो प्रश्नबाट नै प्रश्नोत्तर चल्ने सम्भावना रहन्छ। त्यस्तै आफ्नो जिल्लाको बारेमा जानकारी एवं आफ्नो शैक्षिक पृष्ठभूमि सम्बन्धी ज्ञान हासिल गर्नुहोस्। कलात्मक र रमाइलो शैली प्रयोग गर्नु राम्रो हुन्छ। सोधिएका प्रश्नको उत्तर दिँदा नअन्कनाउने र नआत्तिने, बरु प्रश्न नबुझेमा तत्कालै प्रश्न दोहोऱ्याउन अनुरोध गर्नुहोस्। अन्तिम कुरा, पदको भूमिका बुझ्नुहोस्। जस्तै तपाईँ अनुसन्धान सहायक सूचकको अन्तर्वार्ता दिँदै हुनुहुन्छ भने अनुसन्धान सहायक सूचक पदले गर्नुपर्ने कर्तव्य, भूमिकाहरूको बारेमा बुझ्नुहोस्। अनुसन्धानका विधिहरू, जस्तै गुणात्मक र मात्रात्मक विधिहरूको बारेमा जानकारी राख्नुहोस्। प्रतिवेदन लेखनको बारेमा केही कुराहरू बुझेर जानुहोस् र सरकारी प्रक्रियाहरूको बारेमा थाहा पाउनुहोस्। त्यस्तै प्रधानमन्त्री कार्यालयको संरचना र यसका प्रमुख विभागहरूबारे जानकारी राख्नुहोस्। जस्तो प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालय अन्तर्गत राष्ट्रिय अनुसन्धान विभाग पर्दछ, जुन चाहिँ स्ट्राटेजी लेभल हो। त्यस्तै मोनिटरिङ लेभलमा हाम्रो राष्ट्रिय अनुसन्धान विभागका प्रदेश कार्यालयहरू छन् 7वटा र फिल्ड लेभलमा चाहिँ राष्ट्रिय अनुसन्धान विभागका जिल्ला कार्यालयहरू 77वटा र राष्ट्रिय अनुसन्धान विभागका इकाइ र सेक्टरहरू रहेका हुन्छन्। राष्ट्रिय अनुसन्धान विभागका आरोह अवरोहहरू, ऐतिहासिक पृष्ठभूमिको बारेमा बुझ्नुपर्दा यो संस्था विक्रम सम्वत 2008 सालमा केन्द्रीय गुप्तचर विभागको रूपमा स्थापना भएको हो। त्यस्तै विक्रम सम्वत 2012 सालमा नेपाल प्रहरीको अपराध अनुसन्धान हेर्ने इकाइमा परिणत भयो। विक्रम सम्वत 2013 सालमा नेपाल इन्टेलिजेन्स ब्युरोमा रूपान्तरण गरियो।
त्यसै विक्रम सम्वत 2021 फागुन 21 गते नेपाल गुप्तचर विभाग भनेर नामाकरण गरियो, जुन चाहिँ गृह मन्त्रालय अन्तर्गत राखिएको थियो। विक्रम सम्वत 2031 सालमा निजामती सेवाको विशिष्ट श्रेणीका सरहको कर्मचारी प्रमुख रहने व्यवस्था गरियो भने 2042 साल भदौ 12 गते नेपाल विशेष सेवा ऐन ल्याइयो। त्यस्तै 2044 साल भदौ 5 गते नेपाल विशेष सेवा नियमावली ल्याइयो र 2047 चैत्र 29 गते चाहिँ राष्ट्रिय अनुसन्धान विभाग नामाकरण गरिएको हो। अन्त्यमा 2074 फागुन 11 गते राष्ट्रिय अनुसन्धान विभागलाई गृह मन्त्रालयबाट प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय अन्तर्गत रहने व्यवस्था गरिएसँगै हालसम्म सोही अवस्थामा रहेको छ। परिदृश्यमा आधारित प्रश्नहरूको उत्तर तयारी गर्नुहोस्। जस्तै अहिलेका समसामयिक घटनाहरू, जस्तै नेपालमा बेरोजगारी घटाउन के कदम चाहिन्छ होला, तपाईँले कस्तो अनुसन्धान गर्नुहुन्छ भन्ने प्रश्नहरू आउन सक्छन्। जस्तो देशमा रोजगारीको सिर्जना गर्ने, उद्योग कल कारखानाहरू खोल्ने, विदेशिएका युवाहरूलाई विदेशी रहेका युवा जमातलाई रोक्नका लागि नेपालमा नै प्राविधिक शिक्षा एवं पढाइसँगै शिक्षाको अवधारणा प्रस्तुत गर्ने, त्यसै उत्तर दिन सकिन्छ। अर्को प्रश्न, सरकारी प्रतिवेदनमा शुद्धता कसरी सुनिश्चित गर्नुहुन्छ भन्ने प्रश्न आउन सक्छ। त्यस्तै गोपनीय डाटा कसरी सुरक्षित राख्नुहुन्छ भन्ने प्रश्न पनि आउन सक्छ। यी प्रश्नहरूको पनि तयारी गर्नुहोस्। साथै हालैका घटनाक्रमहरू, जस्तै 2081-82 सालको बजेट र प्रमुख नीतिहरूको बारेमा जानकारी राख्नुहोस्। सस्टेनेबल डेभलपमेन्ट गोल, दिगो विकास लक्ष्यहरूमा नेपालको प्रगतिको बारेमा जानकारी राख्नुहोस्। डिजिटल नेपाल, सङ्घीयता, सुशासन जस्ता योजनाहरूको बारेमा अध्ययन गर्नुहोस्। प्रश्नको उत्तर STA तरिका अर्थात् सिचुएसन, टास्क, एक्सन र रिजल्ट टेक्निक प्रयोग गरेर उत्तर दिने प्रयास गर्नुहोस्। अन्य सोध्न लायक प्रश्नहरूमा प्रधानमन्त्री कार्यालयको हालैका अनुसन्धान प्राथमिकताहरू के छन् भन्ने प्रश्न हुनसक्छ। त्यस्तै राष्ट्रिय अनुसन्धान विभागको अनुसन्धान सहायक सूचक पदले राष्ट्रिय नीति निर्माणमा कसरी योगदान गर्छ भन्ने प्रश्न हुनसक्छ। त्यस्तै तपाईँलाई राजतन्त्र मन पराउनुहुन्छ कि गणतन्त्र भन्ने प्रश्न हुनसक्छ। यसको जवाफमा तपाईँले दिन सक्नुहुन्छ। राजतन्त्र, गणतन्त्र भनेका व्यवस्थाहरू हुन्। कुनै पनि व्यवस्था गलत हुँदैन, व्यक्ति गलत हुन्छ भन्ने हिसाबले जवाफ दिन सक्नुहुन्छ। यदि व्यक्तिले असल कार्य गर्न चाहन्छ भने जुनसुकै व्यवस्था पनि सही हुनसक्छ। जाँदा जाँदै तपाईँले कागजातहरू, CV, शैक्षिक योग्यताको प्रमाणपत्रहरू, अनुसन्धान कार्य गर्नुभएको छ भने त्यसका प्रमाणपत्रहरू लिएर जानुहोस्। त्यस्तै तपाईँ समयनिष्ठ हुनुहोस्। सरकारी कार्यालयमा अनुशासन एकदमै महत्त्वपूर्ण हुन्छ। शान्त र व्यवस्थित भन्नुहोस्। यदि कुनै प्रश्नको उत्तर थाहा छैन भने विनम्रतापूर्वक भन्नुहोस्। त्यस्तै अनुसन्धान विभागका प्रमुख हाल होतराज थापा हुनुहुन्छ 19औँ र पहिलो हुनुहुन्छ रोमबहादुर थापा। विधाका प्रकारहरू 8वटा छन्। भइपरि आउने विधा, घर विधा, बिरामी विधा, क्रिया विधा, प्रसुति विधा, प्रसुति स्याहार विधा, सट्टा विधा र अध्ययन विधा। समावेशीकरण भनेको के हो भन्दाखेरि राज्यका सबै तहमा सबै जाति, वर्ग, समुदाय, लिङ्ग र क्षेत्रको अर्थपूर्ण सहभागिता गराई शासन प्रणालीप्रति अपनत्व बोध गराउने प्रक्रिया समावेशीकरण हो। यो विधिसम्मत तरिकाले विभेदको अन्त गर्ने औजार हो। पदीय संरचना, मुख्य अनुसन्धान निर्देशक,
अतिरिक्त मुख्य अनुसन्धान निर्देशक, अनुसन्धान निर्देशक, सह-अनुसन्धान निर्देशक, उप-अनुसन्धान निर्देशक र प्रमुख अनुसन्धान अधिकृत। यो अनुसन्धान अधिकृतहरू राजपत्राङ्कित श्रेणी हुन् भने राजपत्र अनङ्कित श्रेणीहरूमा वरिष्ठ अनुसन्धान सहायक, अनुसन्धान सहायक, सूचक, सहायक सूचक र परिचर हुन्छन्। विश्वका केही जासुसी संस्थाहरू जस्तै सेन्ट्रल इन्टेलिजेन्स एजेन्सी CIA अमेरिकाको हो भने रिसर्च एन्ड एनालाइसिस विङ RAW इन्डियाको हो, ISI पाकिस्तान, M16 UK, मोसाड इजरायल, BND जर्मनी र MSS चाइना। त्यस्तै इन्टरपोल 1923 सेप्टेम्बर 7 मा अस्ट्रेलियामा यसको स्थापना भएको हो भने यसको प्रधान कार्यालय फ्रान्सको लियोनमा रहेको छ। 190 सदस्य राष्ट्रहरू छन् जसमा नेपाल 100औं सदस्य राष्ट्र हो। नेपाल 1967 सेप्टेम्बर 27 मा इन्टरपोलको सदस्य बनेको हो। राष्ट्रिय अनुसन्धान विभागका काम कर्तव्यहरू नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता, राष्ट्रिय सुरक्षा, राष्ट्रहित र राष्ट्रिय स्वाधीनताको रक्षा गर्ने, सा-भौ-रा भन्ने सम्झिन सक्नुहुन्छ। त्यस्तै राष्ट्रिय र आन्तरिक सुरक्षा कायम गर्न, सूचना सङ्कलन गर्ने, नेपाल विरुद्ध हुने र हुन सक्ने जासुसी गतिविधि सम्बन्धी सूचना सङ्कलन गर्ने, सीमा क्षेत्रमा हुने अवैध गतिविधिहरूको सूचना सङ्कलन गर्ने, VIP र VVIP को सुरक्षा सम्बन्धी सूचना सङ्कलन गर्ने, राष्ट्रहित विपरीतको राजनीतिक, आर्थिक, सामाजिक गतिविधिको सूचना सङ्कलन गर्ने, मानव बेचबिखन, लागु औषध, साइबर अपराध सम्बन्धी सूचनाहरू सङ्कलन गर्ने र कर्मचारीको वृत्ति विकास तथा तालिम सम्बन्धी व्यवस्था हेर्ने। यसका साथै तपाईँहरू सबैलाई सफलताको शुभकामना। भिडियो हेरिदिनु भएकोमा धन्यवाद। फेरि भेटौँला है त।